हेलो नमस्कार सबैजनालाई मेरो युट्युब ब्लगमा सबैजनालाई वेलकम छ एभ्रीवान। मैले धेरै पछि भिडियो हाल्दैछु। मैले युट्युबहरू खोलेको छु, मेरो फेसबुक पेजहरू छ, टिकटकहरू छन्, सबै मेरो पेजहरू छन्। तर पनि मेरो कामले गर्दाखेरि, कामको कारणले गर्दाखेरि म तपाईँहरू समक्ष आउन सकेको छुइनँ, भिडियो लगाउन सकेको छुइनँ एभ्रीवान। आज चाहिँ म धेरै पछि मेरो युट्युब ब्लगमा मैले भिडियो हाल्दैछु। आजको यहाँको चारैतिरको हरियाली र पानी परेर एकदम राम्रो दृश्य, एकदम स्वच्छ वातावरण र एकदम शीतल मौसम भएको कारणले म तपाईँहरू समक्ष मैले भिडियो हालिरहेको छु। हेर्नुहोस् त कस्तो दामी छ, माथि हेर्नु होला। यस्तो पानी परेर फेरि पानी पर्ला भइरहेछ गाइस। यस्तो चारैतिर यस्तो भइरहेछ। सबैलाई मेरो युट्युब ब्लगमा वेलकम छ एन्ड सबैजनालाई मलाई सब्सक्राइब गर्नु होला है। तपाईहरुलाई पनि म मेरो नयाँ नोटिफिकेसन बेललाई अन गर्नु होला। म पनि तपाईहरु समक्ष म लाइक कमेन्ट सब्सक्राइब गर्नेछु। तपाईहरुले पनि मलाई सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट ठोक्नु होला। सबैजना सपोर्टिभ बनेर एकदम युट्युबलाई पनि ग्रो गराइदिउँ न त गाइस है। त्यस्तो मौसम छ हेर्नुस्। म चाहिँ अहिले ड्युटीमा आएको अवस्था छ है। एकदम हावा सरर चलिरहेको छ, एकदम चारैतिर राम्रो छ। यता चाहिँ पानी बत्ती बलिरहेको अवस्था छ। यता रात पर्न हटिरहेछ। सबैजनालाई मेरो युट्युब ब्लगमा वेलकम छ। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सबैजनालाई है त एभ्रीवान। बाइ बाई, सी यू, थ्याङ्क्स।